नमस्कार साथीहरू। आज केही दिनको विश्रामपछि फेरि म एउटा सानो विषयवस्तु लिएर यहाँहरू सामु उपस्थित छु। आजको मेरो विषयवस्तु छ जीवन। जीवन के हो? विभिन्न परिभाषाहरू छन् यसका बारेमा। परिभाषाहरू व्यक्तिले आफूले कसरी अनुभूति गर्छ त्यसै गरी तयार हुने विषय हुन्। मलाई एउटा लाग्ला, तपाईलाई अर्को लाग्न सक्छ, अर्कोलाई अर्को लाग्न सक्छ। सबैका जीवन भोगाइ एकै किसिमका हुँदैनन्। आफ्नो भोगाइ जुन किसिमको हुन्छ त्यही किसिमको परिभाषा हुन्छ। तर त्योभन्दा फरक तरिकाले वास्तवमा जीवन के हो त भन्ने विषयलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु। जीवन एउटा निरन्तर बगिरहने शान्त नदी जस्तै हो। कहिलेकाहीँ पानीको बहाव नदीमा अलि बढी हुन सक्छ, अलि उर्लेला त्यस बेलामा। कहिलेकाहीँ शान्त भएर मुस्कुराइदिन्छ। खुसी, पीडा, सङ्घर्ष र आशाका रङले नै यसको सिङ्गो चित्र पूरा हुन्छ। जीवन हरेक बिहान एउटा नयाँ अवसर बोकेर आउँछ र हरेक साँझले सिकाइको उपहार प्रदान गरेर जान्छ। त्यो साँझ र बिहानका बीचको जुन सङ्गम छ, त्यो जुन समय अवधि छ, त्यो समय अवधि त्यो एउटा संयोग अवधि हो। त्यो बीचको समय नै जीवन हो। त्यहाँ उतार चढावसँगै अघि बढ्ने उमङ्ग र आफूलाई चिन्ने क्षण नै जीवनको वास्तविक गहकिलोपन हो। साँझ र बिहानको बीचको समय जुन छ त्यसलाई चिन्नुपर्छ। त्यसले आहा बनाइदिन्छ। त्यो आहा बन्छ कसरी त भन्दा जीवनलाई उचित समयमा उचित निर्णय गरेर उचित कर्म गर्यौं भने हाम्रो जीवन आहा बन्दछ। बस मात्रै गर्नु पर्यो। हामीले उचित समयमा उचित निर्णय गरेर उचित कार्य गर्नु पर्यो। त्यसले उचित फल प्रदान गर्छ, जीवन सफल बनाउँछ। धन्यवाद।